नमस्कार साथीहरू, सोलिडवर्क्सको भिडियो लेक्चर सिरिजमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा हामीहरू सोलिडवर्क्समा कसरी गियर ट्रेनलाई बनाउँछौं भनेर हेर्छौं र साथसाथै हामी त्यो गियर ट्रेनलाई सिमुलेट गरेर पनि हेर्छौं। तपाईहरु स्क्रिनमा देख्न सक्नुहुनेछ, मैले सोलिडवर्क्सलाई ओपन गरे र मैले एसेम्ब्लीलाई सिलेक्ट गर्छु किनभने हामीले यसलाई एसेम्ब्ली ड्रइङमा क्रिएट गर्छौं। सोलिडवर्क्सको ग्राफिक्स एरिया खुलिसकेको छ। अब हामी सुरुमा टप प्लेनलाई सिलेक्ट गर्छौं र हामी टप प्लेनमा स्केच बनाउँछौं। सबैभन्दा अगाडि अब हामी एउटा सेन्टर लाइनलाई क्रिएट गर्छौं। त्यसपछि अर्को सेन्टर लाइनलाई क्रिएट गर्छौं। अब हामी स्मार्ट डाइमेन्सनमा जान्छौं। यसको लागि हामीले राइट क्लिकलाई प्रेस गरिराखेर पनि हामी स्मार्ट डाइमेन्सन दिन सक्छौं। र सबैभन्दा अगाडि हामी ओरिजिनबाट दुईटै लाइनलाई 30 mm को डाइमेन्सन दिन्छौं र हाम्रो टोटल डाइमेन्सन दुईटै लाइनको बीचको 60 mm चाहिँ हुन आउँछ। त्यसपछि हामी यसलाई आइसोमेट्रिक भ्यूमा हेर्छौं। अब हामी सोलिडवर्क्सको डिजाइन लाइब्रेरीमा जान्छौं र यसभित्र हामी टुलबक्सलाई सिलेक्ट गर्छौं। एड इन नाउमा क्लिक गरिसकेपछि हामी एनसी मेट्रिकलाई ओपन गर्छौं। एनसी मेट्रिक भित्र पावर ट्रान्समिसनमा जान्छौं र पावर ट्रान्समिसनमा गियरलाई सिलेक्ट गर्छौं। त्यसपछि हामी स्पर गियरलाई ड्र्याग एन्ड ड्रप गरेर स्क्रिनमा ल्याउँछौं। त्यसपछि लेफ्ट साइडमा एउटा कन्फिगर कम्पोनेन्ट भनेर विन्डो खुल्छ जसमा हामी गियरको प्रोपर्टीहरू चेन्ज गर्न सक्छौं। अब हामी क्रमशः मोड्युल, नम्बर अफ टिथ, प्रेसर एंगल र अरूलाई सिलेक्ट गर्छौं। मोड्युलमा 2, नम्बर अफ टिथमा 40, त्यसैगरी प्रेसर एंगलमा 20, फेस विथ 12 राख्छौं र हबलाई चाहिँ हामी बोथ साइड बनाउँछौं। हब डायमिटरलाई 16 राख्छौं। त्यसपछि ओभरअल लेन्थमा 40 राख्छौं। नोमिनल शाफ्ट डायमिटरलाई हामी 10 राख्छौं र त्यसपछि किओएमा हामी स्क्वायर 1 भनेको किओएलाई स्क्वायर किओए चाहिँ दिन्छौं। र यसमा चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा भनेको हाम्रो मोड्युल भनेको जहिले पनि डायमिटर डिभाइड बाइ नम्बर अफ टिथ हुन्छ र यसमा हाम्रो डायमिटर भनेको मोड्युललाई नम्बर अफ टिथले मल्टिप्लाई गर्ने। मोड्युल हाम्रो 2 छ, नम्बर अफ टिथ हाम्रो 40 छ र यसमा चाहिँ हाम्रो डायमिटर 80 हुन आउँछ, जसको कारणले हाम्रो यसको सेन्टर डिस्टेन्स रेडियस भनेको 40 हो र अब हामीले अर्को गियरको रेडियस हामीले 20 बनाउनु पर्ने हुन्छ किनभने हाम्रो सेन्टर टु सेन्टर डिस्टेन्स 60 छ। त्यसलाई क्रस गरिसकेपछि हाम्रो गियर रेडी हुन्छ। यो गियर अहिले फिक्स स्टेटमा छ र यसलाई हामीले मुभ गराउनको लागि राइट क्लिक सिलेक्ट गर्ने र फ्लोटमा क्लिक गर्ने। अब हामी यसलाई मुभ गर्न सक्छौं। त्यसपछि हामी एसेम्ब्लीमा जान्छौं। एसेम्ब्ली भित्र हामी मेटलाई सिलेक्ट गर्छौं। अब हामी गियरको सेन्टर लाइन 1 सँग मेट गराउँछौं र यसलाई हामी कोसेन्ट्रिक बनाउँछौं भन्नाले दुईटैको सेन्टर सेम एउटै हुन्छ। त्यसपछि हामी फेरि मेटमा जान्छौं र यो चोटि हामी गियरको फ्रन्ट प्लेनलाई हामी ग्राफिक्स एरियाको फ्रन्ट प्लेनसँग कोइन्सिडेन्ट मेट गराउँछौं। यो किनभने हामीले दुईटै गियरको पोजिसनलाई सेम लाइनमा चाहिँ राख्नुपर्ने हुन्छ। एउटा अगाडि एउटा पछाडि भयो भने राम्ररी मेट हुँदैन। त्यसैगरी अब हामी अर्को गियरलाई चाहिँ सिलेक्ट गर्छौं। त्यसको लागि फेरि डिजाइन लाइब्रेरीमा जान्छौं
अनि स्पर गियरलाई ड्र्याग एन्ड ड्रप गरेर स्क्रिनमा ल्याउँछौँ। अब हामी यसमा नम्बर अफ पिचलाई 20 दिन्छौँ। प्रेसर एङ्गललाई 20, फेस विथलाई 8, हब स्टाइलमा बोथ साइड, हब डायमिटरमा 16 र ओभरअल लेन्थमा हामी 30 भ्यालु दिन्छौँ। यसमा पनि हामी नोमिनल साफ्ट डायमिटरलाई 10 राख्छौँ र अब हाम्रो अर्को गियर पनि रेडी भइसक्छ। अगाडिको गियरलाई एसेम्बल गरे चाहिँ यसलाई पनि हामी सेम प्रोसेसले एसेम्बल गर्छौँ। सुरुमा हामी गियरको सेन्टरलाई दोस्रो सेन्टर लाइनसँग एसेम्बल गर्छौँ। यसमा पनि हामी दुईटैलाई कोइन्सेन्ट्रिकमा एसेम्बल गर्छौँ। त्यसपछि दोस्रो गियरको फ्रन्ट प्लेनलाई हामी ग्राफिक्स एरियाको फ्रन्ट प्लेनसँग मेट गर्छौँ र हामी दुईटै गियरलाई एउटै प्लेनमा राख्छौँ। अब हामी कोलिजन डिटेक्सन गर्छौँ र हामी दुईवटा गियर राम्ररी मेट भएको छ कि छैन भनेर चेक गर्छौँ। अब हामी दुईटै गियरको टुथ कटभित्र टुथ कट स्केचलाई सो गर्छौँ, जसमा हामी दुईटै गियरको बेस सर्कल डायमिटर र पिच सर्कल डायमिटरलाई हेर्न सक्छौँ। त्यसपछि हामी एसेम्ब्लीमा जान्छौँ। एसेम्ब्लीभित्र मेटमा सेलेक्ट गर्छौँ र यसमा हामी मेकानिकल मेटलाई सेलेक्ट गर्छौँ र गियरलाई सेलेक्ट गर्छौँ। अब हामी दुईटै गियरको पिच सर्कल डायमिटरलाई सेलेक्ट गर्छौँ र त्यसपछि ओकेलाई सेलेक्ट गर्छौँ। यसरी हाम्रो गियरको मेटिङ कम्प्लिट हुन्छ र अब हामी यसमा मोटरलाई एड गर्छौँ। त्यसको लागि हामी मोसन स्टडीमा सेलेक्ट गर्छौँ। त्यसपछि हामी कीलाई 16 सेकेन्डसम्म बढाउँछौँ र त्यसपछि हामी मोसन स्टडी प्रोपर्टीलाई सेलेक्ट गर्छौँ। यसमा हामी फ्रेम पर सेकेन्डमा 30 राख्छौँ र त्यसपछि भित्र बेसिक मोसनमा पनि फ्रेम पर सेकेन्डमा 30 राख्छौँ। ज्योमेट्री एक्युरेसी र 3D कन्ट्याक्ट रेजुलेसनलाई पनि हाई बनाउँछौँ। त्यसपछि मोटरलाई सेलेक्ट गर्छौँ र गियरलाई सेलेक्ट गर्छौँ। यसमा हामी गियरको डिरेक्सन पनि दिन्छौँ। त्यसपछि यसको आरपिएमलाई हामी 5 आरपिएम बनाउँछौँ र यो एकदम स्लो रोटेट गर्छ। त्यसपछि हामी क्याल्कुलेट बटनमा थिच्छौँ र यसले चाहिँ गियरको मोसनलाई क्याल्कुलेट गर्छ। यसले थोरै टाइम लिन्छ।
गियरको मोसन क्याल्कुलेट भइसकेपछि यसलाई हामी रन गर्न सक्छौँ र यसरी हाम्रो दुईवटा गियरको